नमस्ते, म कैलाश घिमिरे, इटरी युवा समाजको अध्यक्ष। इटरीको जुट विकासमा चितुवाले आतंक मच्चाएको छ। नेपालको तथ्याङ्क सरकारी तथ्याङ्क अनुसार 400 वटा चितुवा नेपालको सरकारी तथ्याङ्कमा उल्लेख छ, तर यकिन विवरण अहिलेसम्म पनि आउन सकेको छैन। सही विवरण कतिवटा चितुवा छ भनेर। नेपाल सरकारको ढिलासुस्ती, प्रदेश 1 मा चितुवालाई नियन्त्रण गर्नको लागि कुनै पनि टिम नभएको कारणले चितवनबाट चितुवा नियन्त्रणको लागि टिम बोलाएको हुनाले केही समय लाग्ने भएकाले स्थानीय त्रसित छन्। मान्छेहरू कोडामा थुनिन बाध्य छन्। चितुवा प्यासेजमा भएको कारणले कोही पनि मान्छे घरबाट निस्किन सकेका छैनन्। बच्चा हुनसक्छ, कस्तो हुनसक्छ। म इटरी 20 देखि यहाँ रिपोर्टरको लागि आएको छु। म केही समयपछि इटरीका मेयर हेमकर्ण पौडेलसित पनि केही कुराकानी गर्नेछु यही प्रश्नलाई लिएर। नेपालको दुर्लभ जन्तुमा पर्ने चितुवा अति लोभमूलक जनावर हो। कुनै पनि महिला सार्वजनिक यातायातमा सुरक्षित यात्रा महसुस गर्न सक्दैनन्। त्यसै कुनै पनि जनावर जङ्गलमा सुरक्षित रहेको महसुस गर्न सक्दैन। चोरी सिकारी तीव्र भएको कारणले, सम्बन्धी निकाय पनि मौन भएको कारणले दिनौ जसो हजारौँ वन्यजन्तुहरू विश्वमा लोपमूलक भइरहेको छ। चोरी सिकारीले गर्दाखेरि सम्बन्धी निकाय मौन छ। सम्बन्धी निकायले यसमा खासै चासो दिएको देखिँदैन। अहिले पनि धरानमा दिनौ जस्तो चोरी सिकारी तीव्र भइरहेको हुँदा पनि सम्बन्धी निकाय मौन छ। इटरी 6 का स्थानीय जनप्रतिनिधि दिनेश प्रधानसित म केही संक्षिप्त कुराकानी गर्नेछु। अब उहाँ केही समयपछि आउनुहुँदैछ। उहाँलाई म संक्षिप्त कुराकानी गर्नेछु र उहाँले के ठोस कदम चाल्नु भएको छ त चितुवालाई नियन्त्रण गर्नको लागि भन्ने उहाँसित म उहाँको जिज्ञासा लिनेछु। यतिखेर इटरीवासी त्रसित छन्। कतिखेर चितुवा निस्किन्छ र यो बाटो हिँड्न पाऊँ भन्ने कयौँ मानिसहरू लाइनमा बसिरहेका छन् यता। तर चितुवा आतङ्कले गर्दाखेरि घरमा भित्र चितुवा छिरेर प्यासेजमा चितुवा सुतिरहेको कारणले त्यहाँ घरको मान्छेहरू त्रसित छन्। कोटाकोटामा ढोका थुनेर बसेका छन्। उहाँहरूको अवस्था कस्तो छ यकिन विवरण आउन सकेको छैन। केही समय यकिन विवरण आउनेछ। विश्वमा 8 प्रजातिको सालक पाइने भए पनि नेपालमा 2 प्रजातिको मात्र सालक पाइन्छ। सालकले वर्षमा 7 करोड किरा फटेङ्ग्राहरू खाने भएकाले यसले कुनै हानि नोक्सानी गर्दैन। तर यो धेरै लोभमूलक यसमा पर्छ। नेपालको वन्यजन्तु निकायले 27 वटा स्तनधारी जनावरहरूलाई लोभमूलक उसमा राखेको छ, दुर्लभको सूचीमा राखेको छ। सम्बन्धी निकायले यसलाई विशेष ध्यान दिने हो भने वन्यजन्तु चोरी सिकारी रोक्नको लागि केही समय लाग्दैन। तर सम्बन्धी निकाय मौन छ। चुनौतीपूर्ण रह्यो तपाईँहरूले एउटा यो इटरीमा एउटा चितुवा नियन्त्रण गरेर देखाउनु भयो। केही अब जनताको जीव धनको सुरक्षाको लागि हामी हतपट सबै हामी सोसल निकायका जति पनि युनिटहरू छन् हामी सबै तयार छौँ होइन। त्यसै गरी अब वन कार्यालय, अब आरक्षण कार्यालयहरू होइन, जिल्ला प्रशासन कार्यालय सबै हामी नेपाल सरकारको कार्यालयहरू छौँ। सबै चाहिँ जनताको जीवन सुरक्षालाई हामी तत्पर भएकोले सुरक्षा आज हामीले यो काम चाहिँ स्थानीय रूपमा कसैको पनि जनता क्षति नहोस् होइन। केही समय ढिलो भयो, भित्र भएका केही स्थानीयहरूलाई अब बिहानदेखि भोकै हुन्थ्यो होला, केही भयो होला। अब यो सबैको समस्या हो होइन। यो चाहिँ अब कसैले तत्काल ल्याएर भएको होइन नि त होइन। यसको लागि चाहिँ अब समन्वय गर्न धेरै कुरा विचार गरेर योजनाबद्ध रूपमा जानुपर्ने हुन्छ होइन। अब हाम्रो अब त्यो चितुवा भनेको पनि हाम्रो चाहिँ अब सम्पत्ति नै हो भनौँ न। वन्यजन्तु के भन्छ अब वन्यजन्तु दुर्लभ जन्तुमा पर्छ। दुर्लभ वन्यजन्तु पर्छ। हामीले आसन गर्नुपर्ने नेपालको तथ्याङ्क 400 वटा चितुवा यसमा छ, तर उसको कुनै उयो छैन, डाटामा कुनै उल्लेख छैन। त्यो अब मलाई थाहा हुने त्यो वन कार्यालय सुन्नुपर्छ यस्तो कुराहरू है। चितुवा प्यासेजमा सुतेर तपाईँलाई केही समय अस्तव्यस्तता भयो होला होइन। अन्त कस्तो तपाईँलाई महसुस भयो, थुनिनु भयो, कैदी जस्तै अब केही समय बिताउनु पर्यो तपाईँले? बस्यो होइन यत्रो बेरसम्म। अब डर पनि लागेको थियो। अब टोइलेट बाथरुम जाने खानापिनादेखि 7 घन्टा 4 बजीदेखि बसेको अहिले 1-1.5 बजिसक्यो होइन। त्यतिखेरसम्म बस्यो भर्खर अहिले आफ्नो ज्यानको माया सबलाई हुन्छ त, सबलाई थाहा छ। सबलाई माया हुन्छ आफ्नो ज्यानको होइन।
यो बाघले कोतारेको क्या यो चितुवाले कोतारेको भन्नुभयो होइन तपाईँलाई कस्तो महसुस भयो होइन अहिले चाहिँ आफ्नै घरमा तपाईँले आफ्नो कैदी जस्तो जिन्दगी बिताउनु पर्यो केही छैन मैले अहिले सुरक्षित महसुस गरेको छु क्या त्योभन्दा यो चितुवा छ भने चाहिँ मलाई भयावह स्थिति थियो म बाँच्छु बाँच्दिनँ भन्ने कुरो चाहिँ मलाई एकदम आफ्नो ज्यानको माया सबलाई हुन्छ म जब मैले ढोका खोलेँ तब यो चितुवा देखेँ क्या यो बन्द छ यो ढोका यसरी अनि यहाँ चितुवा पसेको मलाई थाहा भएन म ढोका खोलेर अलिकति 1 फिट जति ढोका खोल्ने बित्तिकै मलाई मर्रा गरेर झम्क्यो झम्किसकेपछि पन्जा आनो अनि मैले हतार पर्दा ढोका बन्दाखेरि यहाँ कोतारिएको कोतारेको क्या मलाई आक्रमण गरेको अनि मैले पुरै ढोका खोलेको थिएँ भित्रबाट भने भित्रै छिरेर मलाई भित्रै खान्थ्यो कोठैभित्र बल्ल बाघले खान्थ्यो तर मैले मेरो भाग्य दह्रो भएको हुनाले भाग्य राम्रो भएको हुनाले मलाई आज बाँच्ने दिन रहेछ यो बाघ मेरो यमराज काल बनेर आएको रहेछ यो बन्द थियो यो मूल ढोका बन्द थियो यो बन्द थियो अनि मलाई खाना भनेर यो कोतारेको यसले ढोकामा पन्जा हानेको क्या कोतारेको अनि म के अरे यसरी आज हस् त धन्यवाद बाघको मुखबाट चितुवा आएको थियो यो घरमा तपाईँलाई कस्तो फिल भयो तपाईँले अब 5-6 घन्टा फेरि त्यतिकै कैदी जस्तै जीवन बिताउनु पर्यो यसरी मैले पनि अनुभव गरेको थिएन फर्स्ट टाइम चितुवाको देख्न पाइयो र चितुवाले खेल्दाखेरि अलिक अर्कै फिल भएको थियो डर फिल भएको थियो होइन आफ्नो ज्यानको माया जसलाई पनि हुन्छ कसै पनि हुन्छ त्यो म भोलि मर्नेछु भन्दा पनि म भोलि मर्नेछु भने आज मर्न डर लाग्छ नि त त्यस कारणले चाहिँ हामी एकदमै सुरक्षित भएर चाहिँ हामी माथि बसिरहेको सम्बन्धी निकायले के भन्न चाहनुहुन्छ अब चोरी सिकारी तीव्र भइरहेको छ वन्य जङ्गलमा त्यही भएर सबै मान्छेहरू जनगुनासो के छ भने चोरी सिकारी तीव्र भएर जनावरहरू गाउँघर पसेको भन्ने छ के भन्नुहुन्छ त्यसमा तपाईँ त्यो चाहिँ अब यहाँको वन्य निरक्षर अब जुन जति हुन्छ यहाँको विज्ञहरू उहाँहरूले चाहिँ अलिकति प्रिभिलेज गरेको जस्तो फिल भयो क्या चाहिँ अब बोलाएको रेस्क्यु टोलीहरू बोलाएको अब 5-6 महिनापछि आउनु भएको छ होइन त्यो नजिकै हो हाम्रो यिनीहरू भन्नु नजिकै हुन्छ त्यहाँदेखि अब आउनलाई यति घन्टा लाग्छ भने हामी जनता कसरी सुरक्षित हुने होइन त्यही कारणले चाहिँ यो कुरामा चाहिँ एकदम कदम चाल्न आवश्यक जस्तो लाग्छ मलाई हस् धन्यवाद ल अब नडर खानु तपाईँको नाम शोभा राजवंशी चितुवा तपाईँको घरमा आएर बस्यो है तपाईँलाई कस्तो महसुस भयो डर भयो नि आफूलाई भन्दा नि म त माथि थिएँ छतमा ठुलो जनधनको क्षति हुनबाट जोगियो जनधनको क्षति त अलिअलि भयो ढोका अलिअलि कोतारेर छोडिदिएको छ अलिअलि प्लाइ निकालिदिएको छ सम्बन्धी निकायले के भन्न चाहनुहुन्छ वन जङ्गल तीव्र विनाश भएको कारणले चितुवा यहाँ आएको भन्ने एउटा यो छ वन विभागबाट अलिक अझ छिटो आइदिएको वन विभागबाट अलिक छिटो आइदिएको भए अझ राम्रो हुन्थ्यो ढिलो भयो तल बस्नेहरूलाई सबैलाई पीडा हुँदैन थियो होला खाना समय पाइन्थ्यो भन्नु होला होइन हो त्यो पनि हो प्लस अब दिशा पिछा यताउति गर्न गाह्रो भयो नि गाह्रो त भइहाल्छ नि अब बसेपछि मुखमै बाघ भएपछि त डर लागिहाल्छ नि ल हुन्छ त धन्यवाद कार्यव्यस्तताको कारणले हामीले दिनेश प्रधानसित इन्टरभ्यू लिन सकिनौँ त्यसको लागि हामी क्षमा प्रार्थी छौँ म क्षमा माग्न जान्छु त्यसको लागि